हेलो एभ्रिवान, के छ? सबैजना सन्चै हुनुहुन्छ होला होइन? धेरै समयको लामो छुट्टीपछि आज अन्ततः साथीसँग घुम्न निस्किएँ। यहाँ पुग्दा माहौल बेग्लै नै थियो। कोही बास्केटबल खेल्दै थिए, कोही भलिबलमा रमाइरहेका थिए। अनि कोही आफ्नो सुन्दर कलर क्यामेरामा कैद गर्दै थिए। म पनि रमाइलो गर्दै थिएँ, तर अचानक लाग्यो यस्तो दिन त भिडियोमा कैद गर्नुपर्छ। अनि मोबाइल निकाली म पनि भिडियो बनाउन सुरु गरेँ। हामी पुग्दा घाम अस्ताइ रात परिसकेको थियो, तर मान्छेको उस्ता र भिड भने अझै उस्तै थियो, हेरिरहँदै। साथीको हाँसो, रातको उज्यालो अनि यो दृश्य यो छुट्टीको सबैभन्दा राम्रो पल थियो। अगाडि फैलिएको विशाल समुद्र, लहरहरू किनारमा आएर फर्किएको यो दृश्य हेर्दा मन नै शान्त हुने। समुद्रको त्यो आवाज र हावाको स्पर्शले अझै सुन्दर बनाइदिएको थियो। त्यसमाथि साउदी र बहराइन जोड्ने यो लामो ब्रिज, रात पर्दै जाँदा बत्तीले चम्किरहेको समुद्रको बीचमा त्यो झन् सुन्दर देखिने। अब आज घुमेर भ्याइयो होइन, भलिबल हेरियो, फुटबल हेरियो, बास्केटबल हेरियो, बहराइन ब्रिज हेरियो, मोमो चाउमिन सब खाइयो। आजलाई चाहिँ यति नै। अब फेरि अर्को भिडियोमा भेट्दै गरौँला होइन।